गाइस यहाँको भिलेज हेर्नु है, त्यो भिलेजको घर चाहिँ यही हो। अनि म चाहिँ यता माथि जानुपर्ने देखियो। तपाईँहरू यस्तो धर्मस्थल ठाउँ छोडेर कहाँ जानुहुन्छ गाइसहरू? यता आउनु होला, कहाँ लाएर हाम्रो छेडोघाटमा छ यस्तो। नमस्ते राम्रो मान्छेहरू, वेलकम टु ब्याक टु माई न्यू ब्लग। सो आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म अनि एकदम सन्चै छु। अहिले बिहानीको करिब 7-8 बजिसकेको छ। मेरो भ्लग स्टार्ट भइसकेको छ। तपाईँहरूले ब्लग हेरेर साथ सपोर्ट दिनु होला गाइस। अनि म चाहिँ अहिले बिहानीको सायद उठेर पनि दाँत ब्रस गरेर टक्कसँग नास्ता खाएर बिहानीको 7 बजे चाहिँ ब्लग स्टार्ट गरिसकेको छु। अनि आजको ब्लग के कस्तो लाग्छ हजुरहरूले कमेन्ट बक्समा भन्नु होला। सो गाइस म चाहिँ अहिले फुपूको घरमा छु। अनि तपाईँहरूले एउटा के कुरो देखाउन लागेको छु भनेपछि यहाँ एउटा धर्मस्थल छ अरे। म चाहिँ त्यो धर्मस्थलमा जानको लागि तयारी भएको छु। अनि केही टाइमपछि म त्यो ठाउँमा जानेछु। तपाईँहरूलाई हेरेर साथ सपोर्ट दिनु होला। अनि के कस्तो छ त्यो ठाउँमा गएर हामी बुझ्नेछौँ। अनि कस्तो छ होइन धर्मस्थल। म चाहिँ फर्स्ट यहाँ आएको। अनि कस्तो छ के छ सबै कुरो हामी गएपछि बुझ्नेछौँ। हस् त वहीँ गएपछि भेटौँला। हस्। सो गाइज म चाहिँ जाने भनेको रेडी पनि भइसकेको छु। अनि दुई ठाउँमा गएपछि हामी भेटौँला है त गाइज। के कस्तो छ एकदम रमाइलो छ भन्न सुनेको थिएँ। त्यही भएर म त्यो ठाउँमा पुग्नेवाला छु। हजुरहरूलाई पनि भिजिट गराउनेछु। अनि के कस्तो लाग्छ भिडियो हजुरहरूले जानकारी दिनु होला। एकदम राम्रो धर्मस्थल छ अरे भन्न सुनेको। र म त्यो ठाउँमा जानेछु, हजुरहरूलाई देखाउने छु के कस्तो छ। वहीँ गएपछि बुझ्नेछौँ है त। यहीँदेखि माथि जाने त होला नि। ए 5-6 मिनट लाग्छ है यहाँ। ल गाइस म चाहिँ जानको घर चाहिँ यही हो। अनि म चाहिँ यता माथि जानुपर्ने देखियो। अनि यही माथि छ अरे। अनि के कस्तो छ हामीले त्यहीँ गएपछि बुझ्नेछौँ है त। सो जाउँ है त। ल गाइस यतातिरको मकै पनि भइसकेको छ ठुल्ठुलो होइन। दामी मकै फलिसकेको छ। धेरै दिन भएको थियो पानी नपरेको। एकदम मौसमले पनि च्यालेन्ज दिएको छ गाइस। हेर्नु यस्तो मौसम छ। म चाहिँ त्यो ठाउँमा जान लागेको छु। ल हेर्नु घामसाम लागेको छैन, पानी पर्दैछ। गाइस यहाँको भिलेज हेर्नु है, त्यो भिलेज एकदम दामी छ है त। अलिअलि पानी पनि पर्न आँटेको छ, परिसकेको छ गाइस। यस्तो पऱ्यो नि आजको राति। अनि म चाहिँ हिजोको एक दिनको बसाइ लिएर आएको थिएँ गाइस होइन। आज चाहिँ म घर निस्किन आँटेको। अनि फुपूले भन्नुभएको यहाँ एकदम ठुलो धर्मस्थल छ। अनि गुम्बा भएको अनि मन्दिरहरू भएको भन्नु सुनेर म चाहिँ माथितिर लागेको। फुपू घर चाहिँ यता तलतिर छ, म चाहिँ माथितिर आएको छु। अनि यहीँ माथि छ अरे भन्न सुनेको। गाउँ हेर्नु एकदम दामी छ। अनि म चाहिँ हिजो घरबाट हिँडेको थिएँ। आज चाहिँ म घर हिँडिहाल्छु होला सायद। अनि त्यही भएर एकछिन गएर दर्शन गरिदिउँ भनेर म चाहिँ माथि आएको। अनि अलराइट गाइज म चाहिँ फाइनली यो धर्मस्थलमा पुगिसकेको पनि छु। अनि के कस्तो छ हेर्नु होला है त गाइज। तपाईँहरूलाई पनि भिजिट गर्छु, तपाईँहरूले पनि दर्शन गर्नु होला। सबैको रक्षा गरून् भन्न पनि चाहन्छु। फर्स्ट हामी चाहिँ दर्शन गर्नेछौँ। हस् त जाउँ है त दर्शन गर्नलाई। दर्शन गरौँ पहिला। अनि देख्न सक्नुहुन्छ यो पुर्खादेखि यस्तै मान्दै आउनुभएको एकदम धर्मस्थल हो यो चाहिँ। तपाईँहरूलाई देख्न सक्नुहुन्छ तपाईँहरूले। एकदम दामी छ है त। यहाँको बारेमा जानबुझ गर्ने हुन्थ्यो गाइज। अब कोही हुनुहुन्न यतातिर, नत्र भने टक्क लगाएर यहाँको विषयमा सोधबेल गरिदिने हुन्थ्यो अघि। देख्न सक्नुहुन्छ तपाईँहरूले एकदम
दामी छ होइन। यस्तो तरिकाले बनाएको छ कि गाइस हेर्नु त ट्याक्क लाएर। यो चाहिँ छेडार नगरपालिका वडा नम्बर 8मा हो। 8मा स्थित बनेको रहेछ। यस्तो दामी गाइस देख्न सक्नुहुन्छ तपाईँहरू। यस्तो धर्मस्थल ठाउँ छोडेर कहाँ जानुहुन्छ गाइसहरू, यता आउनु होला। ट्याक्क लाएर हाम्रो छेडाघाटमा छ यस्तो ठाउँ चाहिँ एकदम दामी रहेछ गाइस। यहाँ त माथि जानु पाइन्न होला होइन, एकदम खतरा छ है त। अनि यता पछाडि मन्दिर पनि रहेछ, सबैजनाले दर्शन गर्नु होला त्यो गाइस। एकदम दामी रहेछ। म चाहिँ फर्स्ट पल आएको, यस्तो नि फर्स्ट पल देखेँ होला हाम्रो ठाउँमा। अनि हेर्नु त यस्तो ढुङ्गाले बनेको छ, यस्तो छ दामी छ होइन। ल यता पनि त्यस्तै छ, यता पनि त्यस्तै छ। ल हेर्नु त एकदम दामी छ है। यहाँको मान्छेहरू कोही हुनुहुन्न रहेछ क्या, वरपर भइदिएको भए टक्क लाएर सोधबिल गर्ने हुन्थ्यो क्या यो विषयमा, कहिले बनेको के हो कस्तो हो भन्ने कुरो सबै कुरो जानकारी हामीले पाउन सक्थ्यौँ। कोही पनि हुनुहुन्न, अलि माथि गएर भ्यू हेरौँ है त के कस्तो देखिँदैछ। ल यता पछाडि घरहरू पनि छ है त एकदम दामी। यता माथि पनि मन्दिरहरू रहेछ। अनि स्पेसल हामीले यो मन्दिरलाई देखाउनको लागि म यहाँ आएको हो। देख्न सक्नुहुन्छ यति दामी छ है त। यति दामी धर्मस्थल छोडेर तपाईँहरू बाहिर बाहिर देशहरू घुम्न जानुहुन्छ हाम्रो ठाउँमा भएको यस्तो स्थलहरूलाई छोडेर। अनि सबै कुरो ठिकै छ भन्नुपर्छ। अलिकति वरपर रेलिङ हालेर घेराबार लगाइदिएको भए अझ राम्रो हुन्थ्यो भन्न हुन्थ्यो होला सायद। माथिबाट अब फुलमाला यताउति हुन्छ नि, दामी गरिदिएको भए एकदम ठिक हुन्थ्यो होला। यहाँको वडा अध्यक्षले स्थानीय सरकारले हाम्रो पर्यटकीय स्थललाई एकदम राम्रो र संरक्षण गरिदिएको भए एकदम ठिक हुन्थ्यो। टाढा टाढाबाट पर्यटकहरू पनि आएर भ्रमण गर्नुहुन्थ्यो। अनि एकदम ठिकै हुन्थ्यो गाइस, हो कि नै भन्नु त तपाईँहरू। के तपाईँहरूको जिज्ञासा के छ तपाईँहरू आफै भन्नु होला त है। धेरै बोलिनँ म चाहिँ होइन। वरपर गाउँ अलिअलि मौसमले पनि च्यालेन्ज दिएको छ गाइस। अनि ढुङ्गाले बनेको। अनि यता हेर्नु त यस्तो सिनारी बनेको छ क्या ट्याक्कोसँग होइन। कस्तो गरी काटेको होला नि, यस्तो दामी दामी बनेको छ है। यहाँ पनि हेरौँ, यता पनि यस्तै रहेछ ट्याक्कै। ल यति दामी बनेको रहेछ हेर्नु त। अनि ढुङ्गाहरू राखेको रहेछ दामी गरी। सो गाइस भेट्ने भयो होला कस्तो थियो तपाईँहरूले आफै जानकारी दिनु होला। अनि म चाहिँ त्यो ठाउँबाट फर्किसकेको छु। अब चाहिँ म घरमा फुपू घरमा गइसकेपछि म चाहिँ अब आफ्नो घरतिर लाग्नुपर्छ गाइस होइन। अनि हिजो आएको थिएँ म चाहिँ यही ठाउँमा भ्रमण गर्नको लागि, तपाईँहरूलाई देखाउनको लागि आएको थिएँ। सो म चाहिँ अब त्यो ठाउँबाट पनि फर्किसकेको छु। अनि अहिले बिहानको त्यही 9 बजिसकेको छ। म चाहिँ 10 बजे हिँड्छु होला यहाँदेखि। अनि के कस्तो लाग्यो भिडियो सबैले साथ सपोर्ट दिनु होला गाइज।